4 दिन अरू लाग्छ भन्ने कुरा छ यहाँनिर गाह्रो छ गाइज ओके स्टे ट्युन गुड नाइट गुड मर्निङ एभ्रिवान हामी फेदीमा छौँ देख्न सक्नुहुन्छ अझ नि यहाँनिर फेदीमा एकदम हिउँ जमेको छ हिउँ अझ पनि परिरहेछ यो देखेको माथिको यो पुरै यो हिमाल चाहिँ हामीले चाहिँ क्रस गर्नुपर्ने छ सम्भवतः आज पनि हामी यही फेदीमै बस्नेछौँ मौसमको कारणले गर्दाखेरि यहाँसम्म मर्निङको गाह्रो छ यात्रा चुनौती तैपनि हामी न्यानो र राम्रो बन्दोबस्तको साथ आराम गरिरहेका छौँ सम्भवतः भोलि पर्सिमा मौसम खुल्यो भने हाम्रो यात्रा अगाडि बढ्नेछ ब्रदर चिल हुँदै किचनमा बसिरहेको छ भने म चाहिँ बाहिर आएर त्यो क्याप्चर गर्दैछु हामी यस देखिएको घरको माथिबाट सिधै माथि गएर हामीले यो उकालो त्यो हिमाललाई पार गर्दै क्रस गर्नुपर्ने छ एकदम यात्रा चुनौती र कष्टकर छ यसले अहिले पनि हिउँ परिरहेछ हामी चाहिँ यो तलबाट चाहिँ यात्रालाई तय गर्दै अहिले यो फेदीसम्म आएर हामी बसेका छौँ र सम्भवतः 1-2 दिन अरू चाहिँ मौसम सुधार नहुन्जेलसम्म यतै बस्न पर्ने देखिन्छ 4-5 दिन भयो 5 दिनपछि केही यात्रा के वेदर खुलेको छ सम्भवतः यो आज राम्रो क्लिन भयो भने भोलि चाहिँ क्लिन वेदरमा हामीले पास हान्नेछौँ आशा छ हामी सक्सेस हुनेछौँ पासमा र हिउँहरू पग्लिँदै बाटो क्लिन हुँदै जाने क्रममा रहेको छ आज दिनभरि वेदर खुल्यो भने भोलिको पास हाम्रो दाइ चाहिँ यहाँनिर मजाले आफ्नो कोठामा जाने हिउँ पन्साउँदै हुनुहुन्छ होइन आज चाहिँ हामी फेदीमा छौँ अब आज एकदम वेदर पनि कुल छ है खुलेको छ मजाले देख्न सकिन्छ अनि घाम लागेको छ वेदर एकदम कुल छ है हामीले पास हान्ने ठाउँ चाहिँ हो यहाँ माथि जानुपर्ने हुन्छ हामी सम्झिनु हिउँ पहिरोहरू चाहिँ पहिरो छ यस्तै छ हाम्रो यात्रामा हाम्रो आज 8औं दिन भइसकेको छ मौसम क्लियर आज भोलि भयो भने भोलि मर्निङमा चाहिँ हामी लार्के पास गर्ने योजना रहेको छ यो देख्न सक्नुहुन्छ यहाँ स्नोम्यान दुईटा स्नोम्यान छ बनाएर रमाइलो गरेका छौँ हामी भोलि फेदीबाट लार्के पासको लागि रुट हेर्न जाँदैछौँ सबै रुट बन्द भएकोले हामी आफै रुट खोज्दै जाने प्रयासमा छौँ देख्न सक्नुहुन्छ यो एकदम चुनौतीपूर्ण यात्रा वरिपरि हिमाल र यसमा चाहिँ हामीले चाहिँ बाटो पत्ता लगाउने कोसिस गर्दैछौँ यो माथि परबाट चाहिँ चलेर चाहिँ लार्के पास गर्नुपर्ने छ देख्न सकिन्छ अवस्था ठाउँ हिउँ पहिरो पनि गइरहेको छ दृश्य एकदम मनोरम रमाइलो भए तापनि चुनौतीपूर्ण यात्रा छ हाम्रो यस यात्रामा हामीले साइकल पनि साथमा लिएर आएका छौँ हाम्रो साइकल होटेलमा राखेर हामी अहिले बाटो पत्ता लगाउने क्रममा छौँ
देख्न सक्नुहुन्छ घाम लागेको छ। आज मौसम धेरै सफा छ। इभन त्यो स्नो चारैतिर भएको हुनाले त्यो स्नो कम नहुनिकन त्यो चाहिँ पर्यटकहरू आउन सम्भव अलिक गाह्रै छ। मनास घर के पास फेदी मनाङ हामी रिटर्न हुन पनि गाह्रो, अगाडि बढ्न पनि गाह्रो। हामी 4 दिन वेट गरिसक्यौँ। अब भोलि हाम्रो 5औं दिन यात्रामा लार्के पास हामीले गर्ने आशा राखेका छौँ। तल देखिएको त्यो होटलमा हामी बसेको 4 दिन भयो। एभ्रिवेयर माउन्टेन चिल हिउँले गर्दाखेरि यहाँको होटेलका मालिकहरू पनि तल झरिसक्नु भएको छ। देख्नुहुन्छ कमसेकम यतिको पाइला मात्र भयो भने पनि यात्रा सहज हुन्थ्यो। तर मास्तिरबाट कोही पनि आउन सकेको अवस्था छैन अहिले। बस्ने योभन्दा अलिक तल हो एउटा मात्र होटल हाम्रो लागि मात्र खुल्ला भएको छ। जाँदैछु, हजुर कहाँ बस्यो, एकदम रमाइलो भयो है। एकदम सहयोग गर्नुभयो, राम्रोसँग खुवाउनु भयो। फेरि पनि हजुरलाई सम्झेर आउनेछौँ। हजुरको माया सम्झना सधैँ हामीले याद राख्नेछौँ। ल हस्, राम्रोसँग जानु भन्नु है। यदि गाह्रो साह्रो भयो भने हजुरलाई सम्झेर फेरि आउनेछौँ। ल रुपेश ब्रो, ओके हामी अब जाँदैछौँ है। ब्रेकफास्ट भइसक्यो, ठिक भइसक्यो, हामी आउनेछौँ यहाँबाट। ल रुपेश ब्रदर पनि सबै रेडी भइसकेको छ। अब चाहिँ मेरो साइकल चाहिँ बाहिर निस्किसकेको छ। हामी फेदीबाट हामी त्यो माथि डाँडाको लागि लार्के पास, मनासलु लार्के पासको लागि अगाडि बढ्दैछौँ। यस्तै छ यात्रा, जिन्दगी हो, गाह्रो साह्रो हुन्छ। तल बाटो बनाउँदै आइरहनु भएछ। होटल व्यवसाय दाजुभाइहरू यस्तो स्लाइडिङ छ। हिउँ मासतिर तलतिर यस्तो गरी चिप्लेर जाने ठाउँ छ है। हाम्रो तर भीमथाङको चाहिँ हाम्रो चाहिँ ब्रदर, कुक ब्रदर पनि यहाँ भेटघाट भयो होइन। ठिक छ, पाट खोल्न आउनु भएको। उहाँहरूले सहयोगले अलिकति सास आएको छ। यहाँ दाजुभाइहरू सबैजना समितिबाट यहाँ खन्दै हुनुहुन्छ। उहाँहरूको यो कठोर मेहनत परिश्रमले गर्दा पक्कै पनि पर्यटकको आगमन हुनेछ। अहिले 5000 मिटर हाइटमा छौँ। अब हाम्रो यात्रा मनासलु लार्के पास चाहिँ करिब 106 मिटर हाइटमा पर्दछ। त्यहाँबाट हामीले लार्के पास गर्नेछौँ। देख्न सक्नुहुन्छ
यो हिमालको बिचबाट हामीले पास गर्नुपर्ने छ अब। र यो यस्तो पाइला मात्र अट्ने, मासतिर यस्तो खालको भिरालो, तलतिर यस्तो खालको ओह्रालो, ठाउँ ठाउँमा पोलको निशानाले मात्र राखिएको छ। सो निशानालाई हेर्दै हामी यो माथि अगाडि बढ्दैछौँ। मौसमको खराबीले गर्दा हामी पनि एकदम कष्टकर यात्रामा लागेका छौँ। यात्रा पार गर्नु नै छ, ठुलो चुनौती हो। अब हामी नजिकै लार्के पास नजिकै पुग्दैछौँ। आशा छ हामी राम्रोसँग पास हुन्छ। We are close to pass now. Maslu Larki Pass. हामी चाहिँ अहिले फाइनली लार्के पास पुगेका छौँ। मनासलु लार्के पास 5106 मिटर हाइट। सम्पूर्णमा धन्यवाद। देख्न सक्नुहुन्छ यो हिमालयन रेन्जको त्योपट्टिको बिचमा रहेको यो पास। अब हामी तलतिर यहाँबाट जानेछौँ। Yes. Cheers. Larke Pass. हेर्न सक्नुहुन्छ यहाँनिर दुईटा ब्यागहरू छोडेर चाहिँ जानुभएको छ। यो बोटलले नै छोडेको हुनुपर्छ सम्भवतः। यो आउँदै मौसम बिग्रिएर चाहिँ तल फर्केको हुनसक्छ। र भोलिबाट चाहिँ यो आज धेरै पासहरू हामी पनि हिँड्यौँ। भोलिबाट चाहिँ सम्भवतः यो खुल्नेछ र उहाँहरू आएर फेरि पिकअप गर्नुहुन्छ होला। लेट भइसकेको छ तैपनि सानो क्लिप्स। चिल देख्न सक्नुहुन्छ यो मेरो घोडाले मलाई एकदम दिइरहेछ सहयोग साथ। ल यस्तै हो गाइज। अब हामी केही छिनमा तल कुन ठाउँमा पुग्छौँ हामी? धर्मशाला। Starting boarding hour after we reach here. Thank you guys. See you there. हामी चाहिँ अहिले चाहिँ होटल जाम्लाबाट निस्किँदैछौँ। यो चाहिँ धर्मशालामा रहेको यो के छ भन्दा तलको होटल हो। यहाँ चाहिँ खाना र बस्नको जहाँ चाहिँ हामीलाई राम्रो सुविधा भएको थियो। र यहाँ टन्नै धर्मशालामा गेस्टहरू हुनुहुन्थ्यो। लास्ट नाइट राति 12 बजेदेखि 1 बजे 2 बजे 3 बजे 4 बजे गएर लट अफ 200-300 भन्दा बेसी गेस्टहरू चाहिँ यहाँबाट मुभ हुनुभयो लार्के पासको लागि। र हामीले चाहिँ हिजो लार्के पास गरेर चाहिँ यहाँ धर्मशालामा साँझ 9 बजे करिब 9 बजे आइपुगेर
हामीले विश्राम लियौँ। हेर्न सक्नुहुन्छ एकदम भ्यू मनोरम छ। मौसमको खराबीले गर्दाखेरि हाम्रो यात्रा अलि लम्बिएको छ। देख्न सक्नुहुन्छ धर्मशालामा पनि 2-3 फिट हिउँ अझसम्म पनि बाक्लै छ। हाम्रो यात्रा अब अगाडि बढ्दैछौँ। Good morning. Respect. Thank you. Good morning. गुड मर्निङ। हजुर नमस्ते। 5 हानिदिनु भएछ त नि। हानिदिएको पुरा लाग्यो। कतिजना हुनुहुन्छ? हजुर हामी 2 जना मात्र। ए तल दाइले देखा भेट्यो। त्यो बाहिर म हो अनि ए हजुर। बाटो राम्रै छ है? बाटो त अब खोलेको छ। हिजो आउँदाखेरि हामी आएपछि खोले हो। हजुर हजुर। अलिअलि हामीले पनि खोल्यौँ अनि आज कहाँदेखि? 2-3 मान्छे गएको थियो। राति 12 बजी 12, 1, 2, 3, 4, 5 बजीसम्म गएको थियो। नमस्ते। हस् थ्याङ्क यू। हामी उता उल्टो गरेर आएको। हेलो गुड मर्निङ। हेलो। उतापट्टि भइरहेछ भन्नुभएको है? हजुर उतापट्टि भइरहेछ भन्नुभएको? यस्तै हो, उता पनि यस्तै हो। त्यो भीमथाङतिर त पातलो भइसक्यो। Yeah, have a nice journey. Crazy. Yeah, we Crazy are boy. crazy. What to do? Sometime we need to do like this. Good luck. Yeah. Thank you. You okay? I'm okay. Tough? Yeah. Difficult? Yeah, it was difficult, so hard, but we You've made it. made it. It's easier now to go down? Much easier. No. Huh? We 13 hours to pass yesterday since 7-8 o'clock morning. Yeah. So at 9 o'clock we reach here Dharmasala. Due At to 9 o'clock 9 o'clock evening. evening and you started Yeah. at 7 in the morning? Yeah, Wow. because of bicycle, no way. We opened the way and there was some people from hotel site and they Okay. also come to open slowly behind us. Okay. Is it your job or you do it for fun? Just fun and this is no one did this one. We have done Oh, first wow. time from opposite side. Congratulations. Thank you. Yeah, Okay, thank really you. good job. Thank you. Yeah, where are you from? Friends. France. Yeah. Okay, have a nice Okay, journey. good luck. Yeah, safe journey. Okay. Yeah. Take Take care. care, huh? Yeah, Take you, care, yeah, huh? you too. Bye bye. We're okay with the Yeah, guys. yeah. Okay. हुन्छ। हेलो। आज धर्मशाला बस्ने हो तपाईँहरू? बस्ने जाने कन्फ्युज भइरहेको बस्नुहोस् यो एकदम स्नो छ। चिप्लिन्छ 100%। एकदम किनभने तपाईँहरू जाने भए अलि मर्निङमै जानु पर्थ्यो होइन? त्यही भयो यहाँ यो अब दिस इज द हिमालयन राइडर्स। या आई एम गना पुट वान स्टिकर। Himalayan riders here. Yes.
There is two foreigners, Sophia and Michael from Slovakia. They like our Himalayan Riders stickers and they're gonna put in. Yeah, okay. Great Himalaya Trail. Yeah, thank you. And we share our sticker. Mr. Michael, Sophia, we was together from the down, what? Stuck in the high camp. High camp. 3 days together. Yeah, high camp. Legendary Himalayan Himalayan Riders Riders. Society. Oh my Yeah. gosh. Wow. Yeah, they passed Wow. Thank They- you, yeah, thank they- you, thank you. they Wow, passed the Larky Pass finally. and we nice trip. Thank you. See you again. Stay safe, stay safe. Yeah, thank you. You're legends. Finally, we are going down Yeah, and now we are going down. to safe. Yeah, it's nice to meet them. And doing And this we together. were, and I'm so happy that you didn't kill yourself yesterday. it's okay. we were still thinking of you. How can you go with your bicycle? Yeah, The many parts were yeah, yeah. not possible, not difficult, not possible. Not possible, and we made You possible. made it possible. Yeah, it's Himalayan Riders. Yeah, it's Himalayan Riders. Me, Sophia, and Michael, we were enjoying our trail ride. Trail, okay. See you. Bye bye. Hello. Yeah. Namaste. Namaste. Nice. Thank you. Slowly. Slowly. All the traveler, foreigners going to pass. Enjoy the Larky Pass trip. Yeah, nice. Namaste. Enjoy the Larky Pass trip. Namaste. Thank you. Namaste. Enjoy the Larky Pass trip. Have a safe journey. Hello. Yeah, thank you. We are close to Samdo. From Dharmasala to Samdo, we are reaching. There we will have lunch. There is Samdo. It's just all around Himalayan range. Snow. Yeah. Manaslu Larky Pass. It was very amazing and very hard. Enjoy, difficult. Finally, we did it. Altitude around 4100 meter. And we are going down to Samdo, all the Himalayan range. Samdo and Samdo tala को त्यो घरहरू देखिन्छ Samdo. अब पुग्ने बेला भयो. अझ पनि हिउँहरू छ सम्भवतः तलबाट हिउँ अलिक कम हुनेछ. Around the Himalayas, beautiful mountain, place country Nepal. हेर्न सक्नुहुन्छ यहाँनेरि ब्लू शिप के हुन्छ यो यिनीहरू
अनि बसिरहेको छ चढेर यो एकदम सिङ पनि ठुल्ठुलो एकदम हिमालयन माउन्टेनहरूमा चाहिँ यो डाँडा चढेर घाँस खाने यो हो Now you're the first? Yeah, we are the first one. Yeah, because there is very opposite side very difficult, and this difficulty. Thank you. Where are you from? Israel. Israel. Yeah, Israel is a nice country. I'm from Nepal. Ah, you're from Nepal. Okay. Yeah. आज राम्रो छ. तपाईँ उताबाट साइकल हानेको अपोजिट हानेको. ल ठिक छ ल बधाई छ ल हिजो हामी दुईजना फरेनर्स थियो कपल अनि हामी दुईवटा बाइसाइकल उनीहरू चाहिँ हामी 2 घन्टा गाडी हिँडेको. देयर इज सो मेनी डिफिकल्टिज व्हेन यु गो डाउन नियर बाई फेरी व्हेन यु क्रस द Larki Pass. Okay, up to Larki Pass no problem. There is clean way. Even there is snow, no problem. There is not so dangerous. Down is a little bit dangerous. You try to yeah. All together you work. That's better. we brought our problems. Thank you Yeah. thank you so much Good name म विकास बानिया. विकास भने म प्रकाश अधिकारी म विकास बानिया. leader. कहाँबाट हुनुहुन्छ? म हिमालयन राइडर्स म हाम्रो हेटौँडा म्यानेज गरिरहेको पनि अर्को रुपेश सुवेदी भाइको तल गएछ. यस्तै म त साथीहरूसँग गफ गर्दै गर्दै तपाईँलाई जस्तो तपाईँहरूले त्यो गर्नुपर्छ हामीलाई एक्स्ट्रा मोटिभेसन राम्रोसँग Thank you. Okay. Thank you. See you. Enjoy your trip. Have a safe journey. Enjoy your Larki Pass trip. Yeah. Bye bye. Bye-bye. Thank you. From Dharmashala, we take lunch here. After that, we keep continuous riding. Hotel is now. We're gonna take lunch here. It's nice. This is the Shamdo by mountain. It's me. They're written in stone, some language, I don't know this one, but even is, I think this one is historical. Some stone they kept for his for future. And we are paddling now. Rupesh brother that side. I'm here. It's nice. Hello. And we are staying at Tasi Lake guest house and lodge. Yeah, it's very nice. यहाँ हाम्रो समय दिदी हुनुहुन्छ यहाँ ठिक छ होइन दिदी हाम्रो फेसिलिटीहरू सबै छ होइन त दिदी नभन्नु बहिनी हो नि कति सानो छ हो र ल दिदी बहिनी एउटै होला नो प्रब्लम ल एकदम फन गर्नुभयो रमाइलो भयो र उहाँको होटलमा हामी बस्नु गइरहेछौँ रुम नम्बर 202 and it's room here is our backpack with attached room. So okay, good morning, William G.